के हामी आज भागविधिबाट वर्गमूल निकाल्ने कक्षा 7 को युनिट 2 मा छ। यो क्वेशन धेरै जसो विद्यार्थीले मलाई सोध्नु भएको थियो र क्वेशन दिएको छ तल दिएको संख्याको भागविधिबाट वर्गमूल पत्ता लगाउनुहोस् भनेको छ। भागविधिबाट है, भागविधिबाट वर्गमूल पत्ता लगाउनुहोस् भनेको छ यो संख्याको। ओके, अब भागविधिबाट हामीले वर्गमूल पत्ता लगाउँदाखेरि के कुरामा ध्यान दिनुपर्छ भने अब पहिला योलाई हामीले यसरी 9 5 4 8 1 भित्र लेख्ने अनि त्यसपछि यसरी हैन। ल यस्तो गरिसकेपछि यहाँबाट पल्लो यो साइडबाट हाम्रो दायाँ साइडतिरबाट 2 को जोडा र यो सिंगल बाँकी हो, दुईको जोडा बनाउने। अब त्यसपछि जोडा बनाइसकेपछि के गर्ने भनेपछि अब फर्स्ट जुन नम्बर छ त्यो नम्बरको नजिक अथवा त्यही नम्बर कुनै संख्याको वर्ग संख्या बन्छ भने त्यो हेर्ने। अब 9 छ, अहिले 9 त 3 को वर्ग संख्या हो। अब 9 3 को वर्ग संख्या हो भने यहाँ हामी 3 को वर्ग संख्या हो। यहाँ पनि हामी 3 लेख्छौँ, 3 ठाउँमा 3 लेख्छौँ, यहाँ पनि हामी 3 लेख्छौँ, यस्तो गर्छौँ। अब यहाँ हामी प्लस गर्छौँ, 3 3 जा 9 यहाँ लेख्छौँ अनि यहाँ सबट्र्याक्ट गर्छौँ, घटाउँछौँ भने अब कति आउँछ 9 बाट 9 0 अनि योबाट यो 6 भयो। अब 5 4 उत्रिन्छ, एउटा जोडा उतार्नुपर्छ। अब त्यसपछि यहाँ हाम्रो 6 छ, 6 को अगाडि कुनै न कुनै अङ्क थपेर यसलाई भाग लाग्ने हुनु पर्यो अथवा यसको नजिकको आउनु पर्यो भने यहाँ त हामी 0 थप्दा पनि 60 हुन्छ, तर यहाँ 60 भन्दा सानो छ। त्यही भएर यसलाई भाग लाग्दैन। अनि यसलाई भाग लागेन भने हामीले के गर्ने त, यहाँ माथि 0 थप्ने, माथि 0 थप्ने, यहाँ पनि हामीले 0 थप्नु पर्यो। फेरि यो अर्को जोडा हामीले उतार्न मिल्छ। हामीले दुईटै ठाउँमा 0 थपिदियो भने यो दोस्रो जोडा तल उतार्न मिल्छ, सेम टु सेम। अब त्यसपछि अब 5 4 8 1 आइसक्यो। अब मलाई भन लास्टमा 1 कुन संख्याको वर्ग संख्यामा आउँछ। हामीले 9 सम्मका वर्ग संख्या याद गर्नु पर्यो। 1 देखि 9 सम्मको 1 देखि 9 सम्मका वर्ग संख्यामा चाहिँ हामीले कुनमा लास्टमा 1 आउँछ त्यो कुरा थाहा पाउनु पर्यो। अब लास्टमा 1 आउने कि 1 छ कि 9 को छ, 9 9 मा 81 कि 1 1 जा 1, दुईटा मध्ये अरु छैन भने अब 1 ले गर्दा 601 अपॉन 601 इन्टु 601 भनेको 601 भयो। तर यहाँ हामीले 9 ले गर्दाखेरि हाम्रो ठिक्क आउँछ। यहाँ हेर, अब 609 ले इन्टु 9 गर्दाखेरि 99 9 मा 81 को 1 900 भएपछि 8 क्यारी छ, 8 भयो। अनि त्यसपछि 9 सक्का 54 भएपछि 54 81 भने 54 81 यहाँ सेम मिल्छ। त्यही भएर 9 9 18 अनि 1 अनि यहाँ 6। अब हामीले माथि 9 लेखिसक्यौँ अनि यहाँ पनि सेम हुन्छ भनेपछि यो हाम्रो पुरै माइनस हुन्छ, यहाँ प्लस हुन्छ, यहाँ घटेर 0 बच्छ। अनि हाम्रो आन्सर चाहिँ अंडर रूट अफ 9 5 4 8 1 इज इक्वल टू कति आयो 309 एन्सर। यसरी बनाउने टक्क पारेर। ल, थ्याङ्क यू फर वाचिङ।